ए यहाँ मासु रहेछ नि त। फ्रोजन मिटलाई लिएर मान्छेहरूमा धेरै मिसकन्सेप्सन रहेछ है। आज यो मासुको परीक्षा लिऊँ न त। दाइ मासु पकाइदिउँ न त आज। हातै डेन्जर काटिँदो रहेछ है। जा यो चाहिँ पहिले तपाईँले ग्रेभी तयार पार्नु भएको। हजुर के मिसाएर बनाउनु भयो त नि ग्रेभी? यसमा प्याज छ, टमाटर छ, अनि काजु छ, धनिया, साबुत जिरा, धनिया सबै पहिला बोइल गरेर पकाउने, त्यसपछि पिसेर ब्लेन्डर गरेर। त्यस्तो सिक्रेट रेसिपी त होइन? ए हाम्रो यो हेल्दी मसला यहाँ अफिसमा चलाउने, हामीले त्यसरी बाहिरबाट उस गरेर हुँदैन, लिएर यहाँ चाहिँ यसरी बनाइन्छ। ए एकदम अर्ग्यानिक। हजुर अलिअलि पानी त निस्किँदो रहेछ है। सिलौटो मुटेको थोरै मसला, अब चाहिँ हाम्रो सिक्रेट मसलाको पालो हो। मासु कस्तो लाग्यो सरलाई? यो मासु चाहिँ एकदम फ्रेस, यो इभन हिजो काटिएको पनि होइन जस्तो छ, अहिले बिहानैको जस्तो छ, फ्रेस छ अनि टेस्ट चाहिँ एकदम मिठो आएको छ। सो यो जहाँको मासु भए पनि एकदम रेटिङ चाहिँ यसको 5/5 छ है। 5/5 दिनुभयो। 5/5। यो चाहिँ खास हाम्रो यहीँ पसलमै पाइने डिके फुड्सको फ्रोजन मिट हो। पत्याउनुहुन्छ? फ्रोजन जस्तो छैन है कति पनि, फ्रेस कुखुरा काटेर लिएर आएर खाएको छ। सो फ्रोजन भन्दा एकदम सक नै भयो म चाहिँ। मिठो छ एकदम, मासुको रेटिङ चाहिँ एकदम पर्फेक्ट। खाने बेलामा धेरै बोल्नु हुन्न रे, त्यही भएर एउटै शब्द बोल्छु, बबाल। पसल.com खुसियाली ल्याउँछ मिनेटमै।